हेलो नमस्ते सेवा यहाँ सम्पूर्णलाई फेरि पनि मेरो आजको नयाँ भिडियोमा स्वागत गर्न चाहे र आज पनि फेरि म उपस्थित भइसकेको छु तपाईहरु माझ। अनि आज चाहिँ के छ भन्दाखेरि हामी चाहिँ यो थेप्लो खाने कार्यक्रम छ हैन। अनि त्यसपछि यो सिस्नु गाउँबाट सिस्नु आइपुगेको थियो अनि भतिजीले दिएको थियो। अनि यो लसुन अनि टिमुरहरुको अचार छ। अनि हामीसँग फ्रेश कागती छैन लेमन, त्यही भएर यो चाहिँ बोइलको छ। अनि यो चाहिँ के खेसरी अनि के आलु केहरु छ हैन। अनि हामी चाहिँ अब खाना गइरहेको छौं। अनि ल भिडियो अन्तिमसम्म हेर्दिनु होला अनि लाइक शेयर कमेन्ट पनि गरिदिनु होला भन्दै आज चाहिँ भिडियो स्टार्ट गर्न चाहन्छौं। अब खाम है त। यम्मी मिठो होला है। ल फर्स्ट बाइट है त सुरु गरे तपाईँ। यम्मी म फेरि माथि छिमेकीलाई साथीलाई अलिकति दिनु न। एक वर्ष भयो यम्मी म अफमा बसेर के यस्तो होला ठिक छ त किन बसिस् त। गाउँबाट भतिजोले ल्याइदिएको थियो सिस्नु, त्यही भएर अनि हामी चाहिँ दिदी बहिनी वाउ अलिक सेलियो है तातो खाने पाए त। तातो भयो झन् कति वाउ कागती त है। कागती पनि पार्यो। म चाहिँ नुन एकदम कम्ती लाउँछु, तल पुगेन भने लगाएर ठिक गर्छ मलाई। धेरै खानु पाइयो। तपाईँलाई मात्र लगाइदियो मैले लसुन। धन्यवाद। लसुनको अचार आलु पनि नमाको मिठो हुन्छ नि त। दाल दाना दाना पनि मिठो हुन्छ नि। हजुर जिल्लो है। कागज एकदमै होला।
अनि पिरो छ होइन पिरो छ पिरो लाउनु पर्ने यहाँ अचार कस्तो धारो छ हौ टिमुर त अहिले पो भेट्यो त म खट्टी मिठो भयो हो टिमुर त फेरि भोटेलीहरू त किनाउँछ कस्तो पेकिङ बाटोमा दामी भयो नि सिस्ना त पिरो देखायो अक्कभरे खोर्सानी लगाएको अचारमा मैले कस्तो छ अचार चाहिँ मैले त सकेँ त मैले चाहिँ खाइसकेँ मैले पनि खाइसक्नु लाग्यो अनि साथी हो अनि आज थेप्लो र सिस्नु धेरैमा खाएको धेरै मिठो भयो एकदमै मिठो भयो अनि आजलाई यति नै हेरिदिनु होला भन्दै नेक्स्ट भिडियोमा भेट्ने बाटो छ है आजलाई यही भिडियो अन्त्य गर्न चाहन्छु हस्त सेवा नमस्ते बाई बाई